भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रुकुम पश्चिममा पुरा भएको छ। सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन, निर्वाचन सामग्री पुर्याउनेदेखि मतदान केन्द्रको व्यवस्थापन तथा मतगणना स्थल निर्माण लगायतका सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सहायक निर्वाचन अधिकृत मन्दिरा साईले जिल्लाभरमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो। कर्मचारी तथा सुरक्षाकर्मी पुगेर मतदान स्थलमा व्यवस्थापनको कामदेखि जिल्लामा मतगणना स्थल तयारी पुग्नेसम्मका सबै काम पुरा भएको उहाँले बताउनुभयो। मतपत्रसहित मतदानका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पनि सबै मतदान स्थलहरूमा पुगिसकेको उहाँले बताउनुभयो। आफ्नो मतदान केन्द्रमा पुगेर ढुक्कले मतदान गर्न उहाँले जिल्लावासीमा अनुरोध समेत गर्नुभएको छ। त्यस्तै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष दिनेश प्रसाद थानीले निर्वाचनलाई लक्षित गरेर सम्पूर्ण सुरक्षा व्यवस्थापनको काम पुरा भएको बताउनुभयो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीले प्रत्येक मतदान स्थलमा पुगेर खटिसकेको उहाँले बताउनुभयो। सुरक्षाका हिसाबले जिल्लामा सम्पूर्ण तयारी पुरा भएको र जिल्लाभरको सुरक्षा अवस्था सामान्य रहेको उहाँले जानकारी गराउनुभयो। उहाँले पनि जिल्लावासीमा ढुक्क भएर आफ्नो मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण रूपमा मत हाल्न आग्रह गर्नुभएको छ। जिल्लामा 3 ठाउँ मुसिकोट, चौरजारी र आठबिसकोटमा नेपाली सेनाको सुरक्षा बेस रहेको छ। सानीबेरी गाउँपालिकाको सिमलीमा सशस्त्र प्रहरीको निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गरिएको छ। निर्वाचन सुरक्षाको सूक्ष्म निगरानीका लागि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहितको टोली परिचालन रहेको प्रमुख जिल्ला अधिकारी थानीले जानकारी गराउनुभयो। त्यस्तै 949 जना निर्वाचन प्रहरी परिचालन गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, भइरहँदो र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि जिल्लामा सुरक्षा व्यवस्थापन सहित अन्य व्यवस्थापनको पाटो विशेष ध्यान दिएको उहाँले बताउनुभयो। जिल्लामा मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलका आधारमा पनि अति संवेदनशील र सामान्य गरी 3 भागमा विभाजन गरिएको छ। सोही अनुसार सुरक्षा व्यवस्थापन कडा पारिएको पर्जी थानीले बताउनुभयो। जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले पनि कार्यालयमा हुनुपर्ने सबै तयारी पुरा भएको बताउनुभयो। मतपेटिका लगायतका निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेको र मतदान केन्द्रमा मतदानका लागि तयारी अवस्था रहेको उहाँले बताउनुभयो। उहाँले सबै मतदातालाई निर्वाचनमा सामेल हुन अनुरोध गर्नुभयो। मतदाता नामावली नाम भएका तर परिचय पत्र नभएका नागरिक, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका कागजातको आधारमा पनि मतदान गर्न पाउने उहाँले बताउनुभयो। रुकुम पश्चिममा 6 स्थानीय तहमा 76 मतदान स्थल रहेका छन् भने 140 स्थायी र 2 अस्थायी गरी 142 वटा मतदान केन्द्रहरू रहेका छन्। जिल्लामा कुल मतदाता सङ्ख्या 1,06,660 जना रहेका छन्, जसमा पुरुष मतदाता 54,263 जना रहेका छन् भने महिला मतदाता 52,396 जना र 1 जना अन्य मतदाता रहेका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा 12 जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा रहेका छन्।